ती जेएनजी भाइ बहिनीलाई किन आतंकित गर्दै हुनुहुन्छ? यदि तपाईले अपराधीकरण गर्नु खोज्नुभयो हो, गर्न खोज्नुभयो भने त्यो लासहरू केही थियो त ती भाइ बहिनीका? हत्याराको उसमा इमिडिएट समातेर कारबाही किन साल्नुहुन्न? अब यदि जेएनजीलाई नै अपराधीकरण गर्नुभएको छ, त्यही घटनाहरूलाई नै अपराधीकरण गर्नुहुन्छ, यो राजनैतिक आन्दोलनको रूपमा छैन भन्नुहुन्छ भने 23 गतेमा भएका हत्याराहरूलाई फटाफट समातेर हाल्नुहोस् न। त्यहाँ त दोषी प्रमाण सबै छ त। के भन्न खोज्नुभयो तपाईँले? 24 गतेको घटना मात्र यो देशले चाहिँ बिहोर्नु परेको हो क्षति? के सोध्दै हुनुहुन्छ? कसरी डबल स्ट्यान्डर्ड गर्दै हुनुहुन्छ तपाईहरु? यति त बुझिन्छ होला नि कानुन गर्ने व्यक्ति हुनुहुन्छ तपाईहरु, त संविधानविद पनि हो भन्नुहुन्छ। ल भन्नुहोस् न, कुन ठाउँमा गएर डिस्कसन गर्नुपर्छ, कहाँ आर्गुमेन्ट गर्नुपर्छ, कहाँ लजिकल कुराहरू गर्नुपर्छ, के गर्दै हुनुहुन्छ? हरेक ठाउँबाट आइरहेछ फोनहरू। आन्दोलन शान्तिपूर्ण रूपमा तपाईले राख्न नसक्नु तपाईहरुको त्यतिखेरको सरकारको अक्षमता थियो। किन राख्न सक्नु भएन त? घुसपैठ थियो भने त्यो घुसपैठलाई नियन्त्रण किन गर्न सक्नु भएन? तिनीहरूलाई सोध्नुहोस् न। तत्कालीन सरकारका प्रधानमन्त्रीदेखि लिएर जो जिम्मेवार छन् गृहमन्त्रीदेखि तिनीहरूलाई ल्याउनुहोस् न कठघरामा। म त यो बुझिरहेको छैन तपाईहरुको। तपाईले यतिकै आयो आइजी भन्ठान्नुवाला होइन। जीवनमा इतिहास छ। 6औं 7औं पटक पनि मार्न आएकाहरुसँग पनि बाँचेर तपाईहरु यो तेन्जीलाई यो देशलाई एउटा सुनौलो बनाउनका लागि लेखिएको रहेछ भन्ने कता कता लागिरहेछ मलाई पनि। त्यसै साथ दिँदै छैन मैले तेन्जी भाइहरु। एउटा सीमा हुन्छ। तिमीहरुलाई लुटपाट गर्नका लागि मात्र यो देश हो? मनप्रति गर्नका लागि मात्र हो तिमीहरुलाई यो? किन अपराधीकरण गर्दै हुनुहुन्छ त्यो घटनालाई मात्र? त्यसो जारी परिसकेको छ, समात्नु न सबैले समात। कुन आन्दोलन शान्तिपूर्ण तपाईले गरेर सरकारमा यतिका वर्षसम्म लुट मचाउनु भयो। कति पटक प्रधानमन्त्रीहरु बन्नुभयो, यो देशलाई कहाँ पुर्याउनु भयो, टाट पल्टाउनु भयो। बाहिर विदेशमा जाँदाखेरि हेर्नुहोस् फाइनान्शियल एक्सन टास्क फोर्सले ग्रे लिस्टमा राख्यो। मलाई 2014 को याद छ, सम्झना छ। हुन्डीका कारोबारी गर्ने अरबौंहरुलाई समातेका कारणले ग्रे लिस्टबाट लिफ्ट भएको थियो। मलाई पनि छ, दमका साथ भनिरहन्छु। मैसँग काम गरेका त हुनुहुन्छ, विभिन्न निकायमा हुनुहुन्छ, अझै काम गर्दै हुनुहुन्छ धेरै। तर काम गर्न छोडेर किन यो नचाहिने कुराहरुमा लागिरहनु भएको छ? म चक्क परेको छु। जसले यो देशमा भ्रष्ट शासनलाई अन्त्य गर्नका यतिका साहस गरेर बटुलेर कलम कपी बोकेर झकझक्याउन गएका चाहिँ अरूमाथि प्रहार गरेर यो अकल्पनीय घटना ल्याउने पनि तिनै शासकहरू र तिनै शासकहरूको फेरि अहिले सुझावहरू संकलन लिएर त्यसकै आधारमा तपाईहरु चल्ने यो अन्यायको पनि पराकाष्ठ होइन? यो अहिलेका सञ्चार मन्त्रीजीले भन्दै थियो तपाईहरुलाई म व्यक्तिगत रूपमा सबैलाई चिन्छु, तपाईले नि चिन्नु भएको छ। आउनुहोस् कुन मञ्चमा कुरा गर्नुपर्ने हो। के तपाईहरु बाहिर आउने हुन्न? कुलमानजीलाई फोन गरेर 2 पटक गरे, भुङ्ग्रोमा छु भन्नु, भुङ्ग्रोबाट हामी लैजाउँला, तपाईलाई केही छैन, हामी बाहिरबाट सहयोग गर्छु भने कस्ता राख्नु भएको छ? त्यो हुन त पिएका कुरा, यी मन्त्रीका कुरा गरेर त के गर्नु छ? तपाईले टेरेन भन्नु होला। त्यो तपाईलाई कतिपल्ट चाकडी गर्न आउनुपर्ने हो? तपाईले कलब्याकहरू गर्न सक्नुहुन्न, सुझावहरू लिन सक्नुहुन्न? यही अहिलेका सञ्चार मन्त्रीले बोलाउनु भएको थियो त 23 गते मलाई लाइभ इमेज च्यानलमा। तपाई इमेज च्यानलकै न्यूज चिफ हुनुहुन्थ्यो, अहिले नै मन्त्री बन्नु भएको छ। मन्त्री बनेर राम्रो काम गर्नुहोस् न, जेएनजीका माग पूरा गराउनुतर्फ ल्याउनुहोस् न, बोलाउनुहोस् मलाई। एक्लो दरबारको साँचो बुझ्ने यो सर्वेन्द्र खनाल थियो काठमाडौँको चिफ हुँदै गर्दाखेरि। अन बिहाफ अफ पिपुल बुझेको हो मैले मेरो होइन, मेरो सम्पत्ति होइन त्यो दरबार संग्रहालय बन्दै गर्दा। त्यो सार्वजनिक सम्पत्तिको साँचो बुझ्ने मान्छे यो सर्वेन्द्र खनाल थियो। इन्द्रजात्राको बेलामा यिनै बाबुराम भट्टराई भन्ने डाक्टर लेख्छन्, अर्थमन्त्री थिए। यहाँ ठुलो आन्दोलन भयो, 62-63 को भन्दा ठुलो आन्दोलन हुँदै गर्दा भित्र कन्फाइन गरेर त्यो सिधा दिएनन् भनेर यहाँका स्थानीय समुदाय, नेवारी समुदाय अझ विशेष गरेर गुठीको कुरामा आउँदाखेरि ठुलो आन्दोलन भयो। त्यो आन्दोलनको 2:30 बजे 3 बजे यिनै अहिलेका अर्थमन्त्री हुन्, मैले राति बिहान लगेर आउनुहोस् तपाईँ भनेर गृह मन्त्रालयमा बोलाएर त्यो कामहरू सल्टाएर कसैलाई पनि हताहत गर्न नदिएको यही छोरो छ। यही मैले आफैलाई क्लेम गर्न खोजे होइन, तर यो अति भयो।
अर्थमन्त्रीजी तपाईँ नै हुनुहुन्छ त खनालजी, तपाईँलाई बोलाएको होइन? भक्तपुरदेखि ल्याएन मैले, राति 2 बजे कसले समस्या समाधान गर्यो? अहिलेको सञ्चार मन्त्रीले 23 गते बोलाउँदै हुनुहुन्छ। मैले 23 गतेको तपाईँले मैले दिएको कुराहरू एकपल्ट सुन्नुहोस्। मैले भनेको छु फटाफट यो हुनुपर्छ, यो हुनुपर्छ भनेर। तपाईँले सोध्नुवाला यो हुनुपर्छ भने तँ को होस् भने तपाईँहरू त भयङ्कर विद्वान हुन्छ, बुद्धिमान हुन्छ, किनकि यही जेन्जीवाला नियतहरूलाई त्रसित र आतंकित बनाउँदै हुनुहुन्छ होइन? तपाईँ त ठुला ठुला हतियार बोकेका अपराधीहरू, तस्करहरू, फटाहरू, जालीहरू, देश बेच्नेहरू, सार्वजनिक सम्पत्ति बेच्नेहरू, अहिले ललिता निवासको कुरा गर्नुभयो त त्यो सम्मान प्रधानमन्त्रीहरूले बेचेका छन्। किन कारबाही गर्नुहुन्न? त्यो फाइल त्यही छ त, मैले राखिदिएको छु। देवानी मुद्दा लानुपर्छ भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गएकोलाई मन्त्री परिषदको निर्णयलाई यहाँ मिल्दैन भनेर भन्नुभयो, म्यान्डेट छैन भनेर भन्दै हुनुहुन्थ्यो भने त्यसैलाई फौजदारी मुद्दा बनाएर लगेको त मैले हो त पहिलो आइजी। अनि मेरा विरुद्ध प्रहार गर्न थाल्यो होइन तिमीहरू? अति पनि लुट्ने पनि अति हुन्छ। प्रधानमन्त्री भएर देश लुट्न आएका कि देश बनाउन आएका? राजनीति गर्ने काममा गठजोड गरेर खालि आफू सत्तामा पुग्ने र यी आम नेपाली जनतालाई बेच्चिन पुर्याउने तिमीहरू नै होइन हो?